फेरि पनि स्वागत छ तपाईहरुलाई। आजको ब्लग चाहिँ हाम्रो घरदेखि पानी ट्याङ्कीसम्म हुनेछ। सो हेर्दै गर्नु गाइस। यसरी नै जसरी अहिले सपोर्ट गरिराख्नुहुन्छ यसरी पनि सधैँ सपोर्ट गरिराख्नु। तपाईको माया चाहिन्छ मलाई हो। आजको ब्लग चाहिँ मेलाको हुनेछ। सो मेलामा के हुन्छ हैन, के छ। सो हामी मेला लागेको त अलिक निकै दिन भइसक्यो तर हामी भिजिट गरेको छैनौँ। सो आज चाहिँ जाँदैछु। फर्स्ट केटाकेटीहरूलाई माथिसम्म लिएर जान्छु, त्यसपछि फेरि हामी जानेछु। सो के हुने बिचबिचमा म देखाउँछु। अहिले केटाकेटीहरू रेडी भइसकेछ। सो उनीहरूलाई अगाडि लिएर जान्छु। सो गाइस, यो चाहिँ पानी ट्याङ्की जाने मोड हो। यो हामी यहाँबाट चढ्नु पर्ने हुन्छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ यसरी गएर यहाँबाट जानेछौँ हामी यस्तो गरेर। यो चाहिँ हाम्रो मेची पुल भन्छ यसलाई चाहिँ। सो सबैजनाको निस्किसके, म चाहिँ स्कुटी राख्न आएको थिएँ यहाँ। सो अहिले चाहिँ मासतिर जाँदैछु हामी, हेर्न सक्नुहुन्छ। यो बाटो हो, सिधै जानुपर्ने हुन्छ यसरी। यो चाहिँ सर्टकट बाटो हो। एउटा चाहिँ हाइवेको बाटो पनि छ। सो हाम्रो चाहिँ यतैबाट गाउँ पर्छ। सो यतैबाट आउँदा चाहिँ सजिलो हुन्छ भनेर चाहिँ यतैबाट आएको। अहिले म माथि जाँदैछु गाइस। यस्तो चढ्नुपर्छ, पहाड चढ्नुपर्छ। जाँदैछु गाइस। म तपाईँहरूलाई देखाउने छु ब्रिज। म चाहिँ अहिले ब्रिजमा आइसकेको छु, देख्न सक्नुहुन्छ। ब्रिजमा अब यो यहाँबाट हामी अटोमा जानुपर्ने हुन्छ। अटोमा गएर हामीले मेलासम्मको मेलासम्म जानेछौँ। सो गाइस, देख्न सक्नुहुन्छ अहिले हामी अटोमा बसिरहेको छौँ। देख्न सक्नुहुन्छ यो चाहिँ मेची पुल हो। मेची पुलको दृश्य यस्तो छ, दृश्य यहाँ हेर्न सक्नुहुन्छ। यस्तो भिड हुन्छ, आज शनिबार हो, त्यही माथि भिड चाहिँ यस्तो छ है। जस्तो गर्नु यस्तो हेर्नु त, गाइस पुरा भिड छ आज। सिटी नै सिटी यहाँ चाहिँ रेली यस्तै हुन्छ प्रायः। तर शनिबार चाहिँ अलिक अरू दिनभन्दा चाहिँ शनिबार चाहिँ अलिक भिड हुन्छ। यो चाहिँ हाम्रो पुरानो पुलमा छौँ। यो चाहिँ हाम्रो नयाँ ब्रिज जस्तो छ गाइस, देख्न सक्नुहुन्छ। यो चाहिँ यो नयाँ पुल हाम्रो। ल गाइस, हामी चाहिँ जाममा परेछौँ। यहाँ अब हाम्रो आइडी कार्डहरू चेकिङ हुँदैछ हो। यो जाम अब यो खुलिसकेपछि हाम्रो पाला आउने छ। त्यति बेलासम्म चाहिँ म तपाईँलाई देखाउन सक्नुहुन्छ। यहाँको हेर्न सक्नुहुन्छ दृश्यहरू चाहिँ ब्रिजको। यता आउने मान्छेहरू यताबाट आउने हो, हेर्न सक्नुहुन्छ। दामी छ गाइस। यो चाहिँ हाम्रो पानी ट्याङ्की आइपुग्न लागेको हामी। मेरो फर्स्ट ब्लगमा पनि छ पानी ट्याङ्कीको भ्यूहरू, तपाईँहरू देख्न सक्नुहुन्छ, गएर हेर्न सक्नुहुन्छ। अरू हेर्दै गर्नु गाइस। मेला हाम्रो यता पर छ, यो लाइनमा छ। म देखाउँछु तपाईँलाई अहिले।
फाइनली हामी चाहिँ मेलाको गेटमा आइपुग्यौँ। देख्न सक्नुहुन्छ यहाँ लेखिरहेको छ मेगा उत्सव मेला उत्सव मेला। देख्न सक्नुहुन्छ गाइस हामी आइपुगिसक्यौँ। राति चाहिँ अझै मजाले हामी चाहिँ अलिक चाहिँ आएर चाहिँ झिलिमिली नदेखेको दिउँसो राति चाहिँ अलिक कपाल देखिन्छ। म राति पनि भ्यू देखाउनेछु तपाईँहरूलाई। ब्लगमा स्किप नगरिकन हेर्दै गर्नु गाइस। गाइस हामी आइपुग्न आइसक्यौँ मेला। रोडे पिङ्ची देख्नु सक्नुहुन्छ गाइस। यहीँबाट ठुलो देखिन्छ, नजिकबाट पनि देखाउनेछु म तपाईँहरूलाई। गाइस सो गाइस फाइनली हामी चाहिँ आइपुगिसकेको छौँ। हेर्नु सक्नुहुन्छ यो चाहिँ हाम्रो ग्याङहरू गाइस। हेर्नु सक्नुहुन्छ ग्याङहरू हाम्रो छोटो ग्याङ हाम्रो गाइस। गाइस यहाँ चाहिँ टिकट काउन्टर रहेछ। यो चाहिँ यहाँ चाहिँ अलिक टिकट सेट काट्ने सिस्टम पनि रहेछ। मलाई पनि लाग्दैन। गाइस हामीले चाहिँ इन्ट्री गरिसकेको छौँ हो। अब जाँदैछौँ मेलातर्फ। देख्नु सक्नुहुन्छ यो चाहिँ हाम्रो पानी ट्याङ्कीको मेला हो। देख्नु सक्नुहुन्छ गाइस कस्तो मजाले बनाएको छ। एकदम स्ट्यान्डर्ड छ। मुनि पुरा उयो लगाएर बनाएको छ। देख्नु सक्नुहुन्छ गाइस। अहिले चाहिँ अब खासै मान्छे देखा परेको छैन किनभने अहिले टाइम हुँदैछ। सो हामी चाहिँ अगाडि आएको केटाकेटीहरू भएको कारणले गर्दाखेरि अगाडि आउनु पर्ने भयो। अलिक अप्ठ्यारो पनि हुन्छ नि त केटाकेटीहरूलाई ल्याउन भिडभाडमा। सो अगाडि नै हामी निस्केछौँ। गाइस देख्नु सक्नुहुन्छ यहाँनिर सबै पाउँछ तपाईँले सबै चिजहरू। सो गाइस यो देख्नु सक्नुहुन्छ तपाईँले यो चाहिँ हाम्रो बुकहरू राख्ने हो। किताब सिताबहरू टक भेला गरेर होइन यसो राख्नु पाउनुहुन्छ। यो चाहिँ हाम्रो सानो डाइनिङ टेबल हो। देख्नु सक्नुहुन्छ डाइनिङ टेबल मजाले बनाएको छ गाइस। सो सबैजना अगाडितर्फ गइसकेको छ। म पनि लाग्नु पर्यो। यो छ गाइस। देख्नु सक्नुहुन्छ गाइस सबैजना गइसक्यो अगाडि। सो गाइस अहिले चाहिँ हामीले जुत्ती हेर्दैछौँ। देख्नु सक्नुहुन्छ दामी छ। एकदम राम्रो क्वालिटीको पनि छ। प्लस तपाईँको अलिक डिस्काउन्टमा पनि दिन्छु भनिरहेछ गाइस। अनि यो देख्नु सक्नुहुन्छ गाइस यहाँ चाहिँ पर्स लेडिज पर्सहरू। गाइस यो चाहिँ म्याजिक पेन्सिल अरे के अरे सकालाका बुम के अरे पुरा पेन तपाईँले ड्रइङ गर्नुहुन्छ भने त्यही निस्किन्छ गाइस। वाउ गाइस देख्नु सक्नुहुन्छ यो चाहिँ हाम्रो ट्रेन हो, ड्रागन ट्रेन। केटाकेटीहरू एकदम खुसी भएको छ देखेर। अहिले स्टार्ट चाहिँ भएको छैन। अब मान्छेहरू हुँदै गइसकेपछि अनि सायद यो गर्छन् होला गाइस। हेर्दै गर्नु म चालु भएपछि तपाईँहरूलाई देखाउने छु। सबै थोक हुनु पर्यो। यो चाहिँ नहुने त कुरै छैन मेलामा होइन। सर्ट हान्नुपर्छ गाइस। दादा कसरी हो? यसरी हान्नुपर्ने हुन्छ एम गरेर। सो गाइस हामी चाहिँ हेलिकप्टरमा आयौँ है। यो चाहिँ हाम्रो नेचुरल हेलिकप्टर। यहाँ बस्नु चाहनुहुन्छ भने टिकट गरेर काउन्टरमा तपाईँ आफै पाइलट गर्नु सक्नुहुन्छ गाइस। अहिले चाहिँ सबै थोक स्टार्ट हुन थालिसक्यो। टाइम भइसकेको छ। अघि हामी छिर्दाखेरि चाहिँ स्टार्ट भएको थिएन। देख्नु सक्नुहुन्छ लाइटहरू सबै अन गरिसक्यो।
देख्न सक्नुहुन्छ भ्यू कस्तो दामी छ गाइस। गाइस देख्न सक्नुहुन्छ। वाउ गाइस हेर्नु रेडी हुँदैछ। मिकी माउस यसरी सुरु हुने गर्छ गाइस। आज म तपाईँहरूलाई देखाउनेछु यो कसरी रेडी हुन्छ भनेर गाइस म देखाउने छु। देख्न सक्नुहुन्छ पुरो भिडियो। गाइस देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ सबभन्दा यहाँको मलाई डेन्जर लागेको चाहिँ यो गाइस। एकदम स्पिड पनि छ प्लस तिम्रो तपाईँको पुरा डाउन टाइपको होइन पुरै डाउन आएर माथि अप गर्दाखेरि पुरा रिस्क टाइपको देखिँदो रहेछ गाइस। हेर्नु सक्नुहुन्छ गाइस लगभग सबै सुरु भइसकेको छ। एकदमै रमाइलो छ यार पानी ट्याङ्कीको मेला चाहिँ मलाई दामी लागिरहेको छ गाइस। अहिले चाहिँ खासै मान्छेहरू आएको छैन तर आउनु सुरु भइसक्यो गाइस मान्छेहरू। सो गाइस यहाँनिर चाहिँ लोट्री काट्नुपर्ने हुन्छ परिरहन्छ। हाम्रो भाइलाई चाहिँ एउटा काइयो परेछ काइयो परेको छ। काइयो देखाइदिनु। वाह वाह सो गाइस सबैले केही न केही पार्दैछ। सो म पनि एउटा लोट्री लिन्छु गाइस। देख्न सक्नुहुन्छ लाइभ। सो गाइस मैले कुपन लिइसकेँ होइन देख्नु सक्नुहुन्छ। अब म पनि अब स्केच गरेको छु के पर्दो रहेछ गाइस। गाइस मेरो चाहिँ परेन गाइस। सो गाइस मैले स्केच गरेर हेरेँ केही परेन अलिकतिले। देख्नु सक्नुहुन्छ मेरो चाहिँ नम्बर कति आएको थियो भने गाइस 778 आयो। यहाँ देख्नु सक्नुहुन्छ टिभीमा चाहिँ तपाईँको 777777 छ। वाउ हाम्रो बहिनीले चाहिँ गाइस यो पारेको छ। कुल्लु माथि खेल्ने उयो टिकट भइसक्यो देख्नु सक्नुहुन्छ। केटाकेटीहरू गइसके माथि। योबाट हो त्यो सिँढीको बाटो जाने सिँढीको बाटो। ल बिस्तारै समात्दै जानुपर्छ समातेर। कुल्लु यताबाट जानु हो त्यो बाटोमा जा। म हेर्नु न कुल्लु के गर्दैछ कस्तो चढ्दैछ यो। कस्तो चढ्दैछ यार कुल्लु। ल जा माथि केही हुँदैन जा जाँदैन रे। गुलु फेरि जाने नजाने
सो गाइस केटाकेटीहरू खेल्दै गर्दैछ तपाईँहरू देख्न सक्नुहुन्छ दृश्य अहिले लाइट छ अहिले चाहिँ दामी देखिरहेछ वेदरहरू मजाको देखिरहेछ लाइटले गर्दा गाइस देख्न सक्नुहुन्छ बसेका छन् पुरै डर लाग्दो छ गाइस यो चाहिँ अम्बो गाइस लाइफमा अलिकति एडभेन्चर चाहिँ गर्नै पर्छ गाइस गाइस यहाँबाट भिडियोबाट हेर्दा मात्रै नर्मल देखिन्छ तर साँच्चै बसेकालाई थाहा होला कस्तो भइरहेको गाइस देख्न सक्नुहुन्छ यो आलुको यो सो गाइस अहिले हामी चाहिँ अब सबै भिजिट गरेर अब निस्किन लागेको छौँ अब हामीले 2-3 वटा फोटोसोटोहरू लिने गर्छौँ यहाँबाट निस्किन्छौँ अनि गाइस सो गाइस आउनु सक्नुहुन्छ मेला तपाईँहरू पनि एकदमै राम्रो छ अब ठुलो केटाकेटीहरूले चाहिँ अब खेल्नलाई चाहिँ ठुल्ठुलै खेल्ने कुराहरू छ सानो नानीहरूको लागि पनि एक्स्ट्रा छ एकदमै रमाइलो ठाउँ छ गाइस बेलुका यसो टाइम मिलाएर अफिसदेखि छुट्टी लिएर तपाईँहरू एकछिन केटाकेटीहरूलाई फ्यामिलीलाई पनि टाइम दिन सक्नुहुन्छ ल्याएर यसो हल्का रमाइलो गर्न सक्नुहुन्छ यसो घुमघाम तपाईँ पनि फ्रेस फिल गर्नुहुन्छ फ्यामिली पनि खुसी तपाईँ पनि खुसी होइन गाइस यहाँ अब चटपटा किन्दैछ दादा यहाँ पर क्या सब आइटम है आम का अचार होगा हाँ जी होगा गाइस कसैलाई अब अचार सोचा खानु मन भने चाहिँ यहाँबाट आएर किन्न सक्नुहुन्छ है गाइस वही तो कराएंगे तो दादा तो अच्छा है एक दे देता हूँ सबको दे दीजिए सबको खुश कीजिए सो गाइस देख्न सक्नुहुन्छ अहिले अलिक भिड बढ्दै गएको छ बेलुकाको टाइममै आउने गर्छ ल हुन्छ गाइस देख्न सक्नुहुन्छ केटाकेटीहरूको लागि ड्रागन ट्रेन वा गुलु खेल्ने हामी यसमा जाने ल अहिले जानुपर्छ ल सो गाइस म चाहिँ अलिकति रेस्ट गर्दैछु बसेर यहाँनिर देख्न सक्नुहुन्छ आउँदैछन् मेला घुम्नेहरू हामी आधी घुमिसकिसक्यौँ अब यहाँ अलिकति सपिङ गर्ने पार्टीहरू हेर्दैछन् गाइस त्यसकै लागि भए पनि म त पर्खिनै पर्यो अनि देख्न सक्नुहुन्छ बसेरै गाइस त्यतिमै हाम्रो अर्को ब्लगर भाइ पनि आइपुग्यो हाम्रो गाउँको खतरा भाइ हो देख्न सक्नुहुन्छ भाइले भिडियो गर्दै हिँड्दैछ उहाँ पनि हाम्रै गाउँको छिमेकी हो हाम्रो दाइ गाइस देख्न सक्नुहुन्छ यो कस्तो मजाको छ यो तपाईँहरूले राख्नु सक्नुहुन्छ घरमा लगेर सो गाइस अब हामी फर्किँदैछौँ ब्लग हेरिदिनु भएकोमा धन्यवाद नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला च्यानललाई दामी छ गाइस एकचोटि भिजिट गर्नु होला पानी ट्याङ्की मेला सो गाइस यहाँ आएर तपाईँ पनि खेल्न सक्नुहुन्छ झुला एकदम मजाको छ सो गाइस अब चाहिँ हामी चाहिँ फाइनली घर निस्किन आँटेको हो अब यहाँ हाम्रो ब्लगर दाइ पनि हुनुहुन्छ ल गाइस आउनु होला भिजिट गर्नु होला तपाईँ पनि हेर्नु सक्नुहुन्छ मेला हेलो हुन्छ
सो गाइस अहिले हामी मेलासेला घुमिसक्यौँ अब हामी घरतर्फ निस्किन्छौँ सो आजको भ्लग चाहिँ यति नै रहेछ अब नेक्स्ट भ्लगमा फेरि भेट्नेछौँ हामी त्यति भन्दै म बिदा लिन चाहन्छु सो भ्लगमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु च्यानललाई होइन र सेयर पनि गरिदिनु लाइक कमेन्ट गर्न नबिर्सिनु होला तपाईँको प्रतिक्रिया मलाई एकदमै जरुरी हुन्छ सो हेर्दै गर्नुहोस् चौधरी भ्लग्स धन्यवाद